हेलो साथीहरू, नमस्ते। सन्चै हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ भन्ने आशा राखेकी छु। म चाहिँ फुल प्रेमी है साथीहरू। धेरै टाइम भएको थियो क्या साथीहरू, फुलहरूलाई पनि टाइम दिन नपाएको। आज चाहिँ बाबु सुतेको बेलामा घरको काम सबै सकेर फुललाई पनि यसो टाइम दिउँ भनेर फुलतिर लागेँ है साथीहरू। हेर्नु न कस्तो भएको छ क्या मेरो फुलहरू। पातहरू सुकेको छ, जताकतै फोरो भएको छ, अनि पातहरूमा पनि कस्तो किरा लागेको छ क्या। कति दुःख गरेर रोपेको फुलहरू यस्तो हुँदा कस्तो मन दुख्छ नि है साथीहरू। अनि कुनै कुनै गमलाहरू फेरि आफै बनाएको गमला हो, कुनै कुनै गमलाहरू फेरि किनेको हो। सबै गमलाहरू त किन्न सकिँदैन, त्यही पनि कुनै कुनै गमलाहरू त आफै बनाएर फुलहरू रोपेको। हेर्नु न कस्तो छ मेरो फुलहरू साथीहरू। खाएको टाइम भएर होला फुलहरू पनि कस्तो भएको छ। अनि गमला चाहिँ यता सार्दै उता सार्दै सफा गरेँ। यति सफा गर्नसम्म बाबु नउठ्यो नि हुन्थ्यो नि भन्दै सफा गर्दै गरेँ। हेर्नु न चप्पल कस्तो उता निकाल्नै बिर्सेछु क्या साथीहरू। अनि लास्टमा चाहिँ यस्तो भयो है साथीहरू। ह्याङ्गिङ फुलहरू पनि छ, आफै गमला बनाएर रोपेको फुलहरू। हेर्नु न कस्तो राम्रो भएको छ, कति मन खुसी हुन्छ नि यो देख्दाखेरि। ल त साथीहरू, आजलाई यति नै। फेरि पनि भेटौँला, बाई।